को पैसा चोर्दैछु पहिला त यसले त कुशलको नि पैसा चोरेको थियो कि यसलाई त पुलिसको जिम्मा लाउनु यसलाई त त्यही पुलिसको जिम्मा लगाइदिन पर्छ अब अरु त अब के गर्ने अब कागा चोरी आइस अब यस्तै गल्ती गर्नु पर्ने पुलिसको जिम्मा लगाइदिन्छु रे अब अरु पुरै पुलिसले गर्छन् इन्स्पेक्टर साहब बाहिर आउनु हजुर के भयो भन्नु यहाँ चोरले चोरी गर्यो यसले के गर्यो यसले मेरो पैसा चोर्यो यसले के गर्यो यो पहिला नि आछो यसलाई जेल भित्रै लगाऊ किन जावर अब त पुलिसको जिम्मा लागेको रे लजाम अब हामी त त्यहाँ के रे चोरलाई पुलिसको जिम्मा लाएर आएको के हजुरहरु नि के गरेको त गाठेले हो पैसा चोरी थियो त्यही भएर हामी गएर आएको कसको पैसा चोरी थियो त हाम्रो चटपटी खान लाग्थ्यौँ त्यही बेला इनलाई दिएको थिएँ पैसा त्यही चोरेछ क्या त्यही भएर अनि कति पैसा चोरी थियो हाम्रो त धेरै होइन 50 रुपियाँ तर पहिला पनि चोरेर गएको थियो त्यही भएर अहिले राखेको चोरेको त्यसको चोरको नाम के हो त मनसुन होइन आज त के अरे झार गोडम अनि कुला पानी ल्याउँला अनि खेता लाउन पर्यो गरे के रे पानी लाउनु पर्दैन यति गोडेर जान्छु अब गइराखे त पानी सुकियो के त्यतै लाम्ला कान्छी त्यहाँ घर गएर अब पकाउने दिदी सारो नि बहिनी दिदी कसले बोलायो कसले बोलायो हजुरहरुले जेलमा पठाएको चोर त भागेछ नि होइन यो भाइले के भन्छ भनेको नि दिदी कसले भन्यो भाइ तँलाई जे सबै गएर खोज्दै आएको हो र दाइ त्यसो राख्नुको बेला जाम साथीहरु पल्ला गरे साई लाग्नु त बुढी त रातिमा पहिलो गएछ नि के भन्छ गाथे हैन होला मैले बुढाउनी भने त्यसका Action. चोर त भाग्यो यिनी पुलिस बाबुले के भन्छन् चोर पनि हो र रे साइलाको बुढी र चोर सँगै भागेछन् क्या त्यस्तै यहाँ बजार गर्ने टाइम होइन यहाँ छिटो चोरलाई छोप्न जाम साथी हो जाम अलि सँगै न साथीहरु चोर भागेछन् त गोली भागेछ कि रातरात कहाँ भाग्न सक्छ बल्ल भाग्यो तर अब कहाँ जानिएला